Hello guys, welcome to my channel. अनि आज चाहिँ हामी ब्याडमिन्टन म त्यसरी रेडी किन भएको भन्दाखेरि हामी चाहिँ आज बाक्लिङ जानु लाग्यो। अनि त्यही भएर म चाहिँ ब्याडमिन्टन उठेर नुहाइ गरेँ, न्यू कपडा लगाएर जानु लाग्यो। हजुरलाई म देखाउँछु आज के गर्छु भनेर। गाइज हामी चाहिँ घरबाट निस्किन लाग्यौँ। म चाहिँ हेलमेट लगाएर स्कुटरहरू बाहिर निकालेर स्टार्ट गरिरहेको छु। अङ्कलले उता स्टार्ट गरिदिनुहुन्छ। चाहिँ अब जान्न आयो सानी यता छ, रबिना आन्टी अर्को आन्टी बाटोमा गाइज हामी चाहिँ नयाँ पुल भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ नयाँ पुल अन्नपूर्ण यो पेट्रोल पम्पनिर टोलहरू छ सानोमा। हामी आइसक्यौँ, काँडेमा आइसक्यौँ। हातले काम नगरेर कस्तो भयो, हात कटिङेर टिका गाइज हामी चाहिँ पञ्चकोट आइपुग्यौँ। पञ्चकोटबाट भ्यू चाहिँ यस्तो देखिन्छ, कस्तो राम्रो देखिन्छ भ्यू पनि। यो पञ्चकोटको मन्दिर भइहाल्यो। त्यो माथिपट्टिको पिङ त्यो घन्टी हो क्या हो। त्यहाँ डुब्दैछ। पञ्चकोटबाट नि राम्रो भ्यू देखिने रहेछ, किनभने हाइटमा छ नि त पञ्चकोट, त्यही भएर। अनि उहाँ चाहिँ खाजा खाने ठाउँहरू पनि छ, पार्किङ खाजा खाने ठाउँ। बाटो पनि ठिकै छ, बाटो ठिकै यो बाटो नि त्यतिको। फुल कस्तो राम्रो छ, कस्तो राम्रो फुल हो, कस्तो राम्रो फुल हो। फुलहरू यो कटिङ गरेर कस्तो राम्रो बनाएको के। कटिङ गरेर कस्तो राम्रो भएको फुलहरू। गाइज तलबाट भ्यू हात्ती पनि छ।